मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता लगायतका विषयमा यो समिति छलफलमा हाम्रा साधारण सभा, हाम्रा राष्ट्रिय भेला र हाम्रा साधारण सभामा छलफल गरेपछि बृहत रूपमा संविधानमा संशोधन गर्नुपर्ने अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताका विषयमा र नागरिकको हक, सूचनाको हकका विषयमा हामीले विस्तृत रूपमा सुझाव दिएको छौँ। अहिलेलाई चाहिँ संविधानकै मोडालिटी राष्ट्रिय उच्च स्तरीय संविधान संसदबाटै उच्च स्तरीय समिति नबनिकन अहिले दिएका सुझावहरू भनेको हल्का हुन्छन् भनेर पनि हामीले त्यसलाई एक्सेप्ट गरेका छैनौँ। यो अब हामीले पापड लगाएका नागरिक अगुवा संस्थासँग चाहिँ हामीले छलफल गरेर यो आन्दोलनलाई अझ कसरी अगाडि जाने भन्ने बारेमा छलफल गर्दैछौँ र यो आजको छलफलले पक्कै पनि हामीलाई अझ बाटो देखाउँछ भन्दै हामीलाई कार्यान्वयन गर्न सजिलो हुन्छ। धन्यवाद। त्रिकुटी मध्य बोर्ड कार्यालय छोडेर केन्द्रीय भवनमा आएका छौँ। यो सानो भवन अब काठमाडौँ शाखाको हो, यो कसैको पनि होइन, काठमाडौँ शाखाको हो। पहिलादेखि नै ईश्वरीवारले जो आवश्यक छ र सबै कुराहरू लिनको लागि भन्दै म शुभकामना मन्तव्य दिनको लागि अलिक पछाडि थियो नेपाल प्रेस युनियनका अध्यक्ष इस कार्यक्रम का अध्यक्ष थियो। इस कार्यक्रम का प्रमुख अतिथि नेपाली अनुभव